नियत छ थाहा छ, तपाईँहरूको पैसा फिर्ता गर्नुपर्छ भन्ने मलाई थाहा छ र त्यो ठाउँमा म अहिले छु समाधान गर्ने ठाउँमा भन्ने मलाई थाहा छ। मैले चाहिँ सही नियतले गर्न खोज्छु गर्न ट्राई गरिरहेको छु भन्दाखेरि मलाई त हजुरहरूको साथ चाहियो हो नि त यो बेलामा त। सहकारीलाई कसरी चाहिँ यो राजनीतिकरण गरेर चाहिँ यसलाई चाहिँ दुःख दिएको छ मान्छेलाई भन्ने कुराको त्यो नजिकबाट देखाए मान्छे म पनि हो। त्यो उहाँको दुःख मैले बुझ्छु यहाँको ठाउँमा होइन। यो तपाईँहरू जति पनि उभानु आन्दोलनमा हुनुहुन्छ नि तपाईँहरूले बुझ्नुहुन्न त्यो आमाको पीडा मैले बुझ्छु, किनभने मेरो बच्चा पनि अपाङ्ग छ। मलाई 6 महिनाको अवधिमा चाहिँ ठुला बचतकर्ताले पनि 6 महिनाको अवधिसम्म पनि केही पनि सामान्य कुरा पनि फरक हुन सकेन भनेपछि त हेर्नु मैले भन्ने बाटो पनि हुँदैन। तर समस्या जटिल छ, संवेदनशील छ, धेरैवटा निकायसँग समन्वय गर्नुपर्ने भएको भएर त्यति चाहिँ मैले 6 महिनाको समय मैले डिजर्भ गर्छु नि भन्ने मेरो बाटो। हिजो त तपाईँहरूले भनेको त सरकारलाई प्रेसर दिन निकाल्नु भएको नि त जुलुस त, तर मलाई काम गर्न प्रेसर दिनुपर्छ र भने म त मन्त्रालय सम्हालेको मैले 90% समय मेरो सहकारीमा बितिरहेको छ काम गर्नु। मेरो प्राथमिकतामा आजको दिनमा सहकारीको समस्या समाधान गर्नु छ, बचतकर्ताको बचत फिर्ता गर्नु छ भन्ने मात्रै छ मेरो दिमागमा। यो सबै कुरा खेप्न म तयार। सदनमा त्यो तपाईँहरूको लागि सहकारी विषयमा कसरी पैसा उठाउन सकिन्छ कडाभन्दा कडा कानुन गर्न म तयार। म महिना दिन कि 6 महिना उभिएर त्यहाँ डिफेन्ड गर्न सक्छु विपक्षीसँग, जस्ट तपाईँहरूलाई न्याय होस् भनेर। किनभने यत्रो दुईवटा मन्त्रालय गाभिएर अहिले चाहिँ एउटा भयो भने धेरैवटा मन्त्रालयको जिम्मेवारीमा छु म। त्यही भएर पटक उहाँहरूलाई मैले समय मिल्दा पुष्लकजी हाम्रो पहल मान्दै उहाँहरूलाई चाहिँ म भेटि नै रहेको छु। अस्ति लास्ट टाइम पनि मैले गएकै हप्ता भेटेको होइन। उहाँहरूलाई भेटेर चाहिँ 2-3टा कुरा इस्यु थियो। एउटा चाहिँ जुन चाहिँ अदालतमा विचाराधीन कुराहरूले चाहिँ मेल गर्न नसक्ने, समस्याग्रस्तले हेर्न नसक्ने भन्ने बाटोमा चाहिँ उहाँहरूले राख्नुभयो। उहाँले राखिसकेपछि त्यो कार्यविधि संशोधन भइसक्यो। अहिले चाहिँ अदालतमा जुन हेर्ने अदालतमा विचाराधीन मुद्दाहरू विषयमा चाहिँ हामी केही नगर्ने भन्ने थियो, त्यो अहिले संशोधन भइसक्यो होइन। उहाँहरूले कुरा राखेर नै हो, कुरा राखेर उहाँहरूलाई चाहिँ त्यो तत्काल हामीले चाहिँ भर्खर फाइल उठाउनुहोस् भनेर त्यही दिनै संशोधन भएर कार्यविधि संशोधन भइसकेको छ एउटा पाटो। अर्को पाटो उहाँहरूले के भन्नुभएको थियो भने यही मिलान कोषमा एकजनाको पात्रको नाम भन्नुभएको थियो। त्यो पात्र एकदम बिगी भयो। त्यो पात्रले पहिला पनि खेलेको थियो, अहिले पनि खेल्छ भन्दा उहाँहरूलाई समस्याग्रस्तलाई, प्राधिकरणलाई, सबै सरोकारवालाहरूलाई राखेर उहाँहरूकै अगाडि मैले के निर्देशन दिएको थिएँ भने अब मिलानको प्राय उसमा उहाँहरूलाई कन्फिडेन्समा नलिकन सम्बन्धित सहकारीको बचतकर्ता पनि त्यो ठाउँमा राख्नुपर्छ। त्यसपछि बल्ल चाहिँ त्यो मिलान गर्ने हो कि के गर्ने हो उनीहरूको उपस्थितिमा गर्नु पऱ्यो, बचतकर्ताको एउटा प्रतिनिधि राखेर गर्नु पऱ्यो भन्ने सल्लाह हो। यही कुरा भयो। अचम्म र दुःख चाहिँ मलाई के लाग्यो भन्दा हिजो चाहिँ जस्तो हेर्नु म आजको दिनमा म मन्त्री म के ग्यारेन्टी तपाईँहरूलाई मैले होइन अझै यो सल्भ हुन्छ सबैले एकैचोटि पैसा पाउनुहुन्छ भन्दा म तपाईँलाई झुटो बोल्या हुन्छु। म त बोल्न चाहदिनँ होइन। तपाईँहरूले एउटा मलाई काम गराउन अथवा हिजो त तपाईँहरूले भनेको त सरकारलाई प्रेसर दिन निकाल्नु भएको नि त जुलुस त, तर मलाई काम गर्न प्रेसर दिनुपर्छ र भने म त मन्त्रालय सम्हालेको मैले 90% समय मेरो सहकारीमा बितिरहेको छ काम गर्ने। मेरो अरू जिम्मेवारी पनि छ, तर सहकारी किनभने यो पीडामा हुनुहुन्छ हजुरहरू, त्यस्तो बच्चा छ होइन। म तपाईँहरूलाई एभ्रिडे नभेटे पनि मेरो यो प्राथमिकतामा राखेर मैले किन काम गरिरहेको छु भन्दाखेरि मलाई अरू सरकार पनि विगतका सरकारहरूले तपाईँहरूसँग कति अन्याय गर्यो भन्ने कुराहरू आफ्नो त्यसको डिस्कसनको बाटोमा छ होइन। त्यसमा म अहिले जान चाहिनँ। तर यो सरकारले जबकि सहकारीको समस्या प्राथमिकतामा राखेरै गरिरहेको छ र तपाईँहरूले त्यो देखि पनि रहनु भएको छ होइन। त्यही भएर के समस्याहरू चाहिँ आजको भोलि सल्भ हुँदैनन् भन्ने बाटोमा हजुरहरूलाई पनि राम्रो थाहा छ होइन। मलाई दुःख चाहिँ कहाँ लाग्यो भन्दा सदनमा यसैको लागि कानुन बनाउँदै गर्दा सदनमा विपक्षीसँग लड्नुपर्ने, तपाईँहरूकै हितको लागि सहकारीलाई अझै कडा नियमन गरेर जाउँ, पैसा उठाउनु पऱ्यो ऋणीबाट, सञ्चालकबाट ठगिए धेरै भन्दाखेरि चाहिँ सदनमा आफै त्यहाँ के अरे महिना दिनसम्म लडेर चाहिँ एउटा अध्यादेश पास गर्नुपर्ने अवस्था आयो होइन। त्यो तपाईँहरूले भिडियो सिडियो पनि देख्नुभयो होला। समितिमा कति चाहिँ भएको थियो, परिवारकै परिभाषा विरोध गर्दाखेरि भयो। अब बाहिर आउँदा बाहिर मैले सडकमा हजुरहरूसँग पनि लड्नुपर्ने अवस्था आयो होइन। जबकि यो सरकारले केही गरेन, केही पनि गरेन, तपाईँहरूको पुरै सुनेन भने भए एउटा बाटो हुन सक्थ्यो। तपाईँहरूलाई मैले लादेरै लगेर गएँ होइन, उहाँहरूको कुरा सुन्नै हुँदैन, उहाँहरूलाई भेटघाटै गर्नु हुँदैन होइन, उहाँहरूले जेसुकै भने पनि यसरी नै जाने हो भन्ने भावे पनि एउटा बाटो हुन सक्थ्यो। तर म पुष्लकजीहरूसँग बलमान दाईहरूसँग पटक टचमा छु। तपाईँहरूले के भन्नुहुन्छ, कानुन बनाउँदाखेरि विधेयक मस्यौदा गर्दाखेरि के गर्ने, उहाँहरूको सल्लाह सुझाव के छ भन्दै गर्दा उहाँहरूले भन्नुभयो कार्यविधिमा यो त्रुटि छ, तत्काल सच्चाइ। उहाँहरूले भन्नुभयो मिलान चाहिँ ठगिने हुन्छ है, मिलानमा चाहिँ बचतकर्ता ठगिए भन्ने, त्यसमा पनि तत्काल उहाँको मिलान गर्दा अब चाहिँ उहाँहरूको प्रतिनिधि बचतकर्ता उहाँहरूको प्रतिनिधि होइन कि बचत त्यो जुन सम्बन्धित सहकारी छ त्यहाँको बचतकर्ताहरूलाई राख्नै पर्छ अनिवार्य भनेर मैले गत हप्ता निर्देशन दिएको छु।
होइन। एउटा कुरा चाहिँ हजुरहरूको एउटा के भने जस्तो सानो बचतकर्ता र ठुलो बचतकर्ता छुट्याइदिनु भयो भने एउटा जेन्युन इस्यु चाहिँ त्यो। यसमा चाहिँ हजुरले मलाई एउटा के सुविधा चाहिँ दिनुपर्छ भने एउटा सर्टेन कुराहरू हामीले चाहिँ अहिले तत्कालै म अहिले भर्खरै म सबैको पैसा तिर्न सक्नु भनेर मैले त्यो झुटो बोले हुन्छु, जस कसैले पनि सक्दैन, कसैले सक्दैन आजको दिनमा। चरणबद्ध रूपमा जाने हो होइन, चरणबद्ध रूपमा मलाई एउटा मात्रै के मैले त्यही पटक कृष्णजीहरूलाई पनि मैले के आग्रह गरेको थिएँ भन्दा अहिले सुरुवात गरौँ, यतिमा सुरुवात भयो, अब दोस्रो चरणमा जान्छौँ हामी। दोस्रो चरणमा अब केही दिनमा अनाउन्स पनि गर्छौँ। फेरि यो तपाईँहरूले आन्दोलन गरे भएर होइन है, यो नियमित रूपमा सरकारले गर्थ्यो र सरकारले मलाई कसैले प्रेसर दिएर अथवा मलाई कसैले भनेर त्यो भन्ने हो। किनभने मेरो प्राथमिकतामा आजको दिनमा सहकारीको समस्या समाधान गर्नु छ, बचतकर्ताको बचत फिर्ता गर्नु छ भन्ने मात्रै छ मेरो दिमागमा। त्यही भएर यसको लागि मलाई चाहिँ कसैले दबाब होइन आन्दोलन गर्छु, यो गर्छु, त्यो गर्छु भनेर तपाईँहरूले गर्नु भए पनि मलाई फरक पर्दैन, तपाईँहरूले नगर्नु भयो भने मलाई फरक किन पर्दैन भने मेरो प्राथमिकतामा भएको विषय हो होइन। मैले डे 1 देखि मन्त्रालय सम्हालेको दिन कुशलजी हुनुहुन्छ त, यहाँ सुरु गर्ने भन्दाखेरि पनि उहाँहरूलाई बोलाएर मैले छलफल गरेको छु, पटक बिचमा छलफल गरेको छ। प्राधिकरणमा नेतृत्व चेन्ज हुँदा उहाँहरूलाई तपाईँहरूलाई सहजीकरण गर्नुपर्छ है भनेर उहाँहरूले भेट्नु भएको छ, विभागको मान्छे भेट्नु भएको छ, समस्याग्रस्तको अझै उहाँहरूलाई को टेर गर्दैन कि ओभरपास गरेर जान्छ भनेर म बसेको छु त्यो बैठकमा। किनभने तपाईँहरूको कुरा सुनिनुपर्छ त्यहाँ भन्ने कुरा चाहिँ मेरो पहिल्यैदेखिको मान्यता होइन। त्यो म आगामी दिनमा पनि गर्छु। यो फेरि तपाईँहरूले आन्दोलन गर्नुभयो त्यही भएर मैले गरेँ भने म नियमित रूपमा गरिरहेको काम हो र मलाई एउटा म आफ्नो पाटोमा क्लियर छु। अब सरकारको पैसा दियो, सरकारको सरकारको पैसा फिर्ता दियो भनेर त्यत्तिकै आलोचना खेप्नु परेको छ नि त। सदनमा मैले पटक उभिएर जवाफ दिनु परेको छ होइन। यही बाटोको लागि पैसा फिर्ता दियो, राज्य कोषको पैसा चलायो, करको पैसा उठाउने, तिमीहरू चाहिँ सहकारी पिँढीलाई पैसा दिने भने त्यो पनि मैले खोप्नु पर्ने हुन्छ, त्यो पनि मन्त्रालयले खेप्नु परेको छ, नेपाल सरकारले खेपिरहेको परेको छ। त्यो यो सबै कुरा खेप्न म तयार। सदनमा त्यो तपाईँहरूको लागि सहकारी कृषिमा कसरी पैसा उठाउन सकिन्छ कडाभन्दा कडा कानुन गर्न म तयार। एकदम महिना दिन कि 6 महिना उभिएर त्यहाँ डिफेन्ड गर्न सक्छु विपक्षीसँग, जस्ट तपाईँहरूलाई न्याय होस् भनेर। त्यसमा त मलाई धेरै खोज्या होइन क्या, तपाईँहरूको साथ मात्रै खोज्या, तपाईँहरूको साथ मात्रै चाहिएको मलाई। एउटा कुरा म के बुझ्छु भन्दा हो पीडामा हुनुहुन्छ धेरै ठुलो बचतकर्ताहरू, किनभने ठुलो बचतकर्ता सानो बचतकर्ता गर्दा ठुलो बचत कहिले आउँछ त समय भन्ने प्रश्न पनि थियो अस्ति कुशलजीहरूको। ठुलो बचत कहिले हुन्छ यसरी त वर्षौँ दिन लाग्छ, कसरी समस्या समाधान पर्छ। ए बाबा त्यही भएर छलफल गर्ने हो, विज्ञहरूलाई बोलाएर यसमा चाहिँ के गर्न सकिन्छ त थप यसमा भन्ने कुरा त हाम्रो त्यही दिन उठ्दाखेरि पनि के सहमति भएको थियो भन्दा ल अब दोस्रो चरणमा ठुलो बचतकर्ताको पैसा कसरी उठाउन सक्ने, किनभने दिनलाई त उठाउनु पनि पर्यो नि त। एउटा हदसम्म सरकारले गर्न सक्ला, तर त्यसपछि त सम्बन्धित सहकारीबाटै उठाएर गर्ने हो। तर सहकारीको हालत अहिले कस्तो छ भन्ने कुरा मलाई भन्दा बढी हजुरहरू जानकार हुनुहुन्छ। त्यही भएर त्यसमा दोस्रो चरणमा जाउँ, छलफल गरेर जाउँ। किनभने म आजको दिनसम्म पनि तपाईँहरूलाई नै कन्फिडेन्समा लिएर हजुरहरूसँग सल्लाह सुझाव दिएर ल ठिक छ एउटा नीतिगत डिसिजन सरकारले गरे तापनि त्यसमा तपाईँहरूको अपनत्व होस् भन्ने मेरो चाहना हो क्या। त्यो आज होइन, मैले मन्त्रालय सम्हाल्दै गर्दा दिनदेखि थियो म, किनभने सहकारी पीडितसँग जसरी कुशलजी हुनुहुन्छ, कुशलजी त बचतकर्ता होइन, त्यसै गरी म पनि होइन, तर हामी दुईजनालाई चाहिँ के थाहा छ, उहाँले चाहिँ आन्दोलन गर्दा गर्दै थाहा पाउनुभयो। तर म पनि एउटा तरिकाले चाहिँ सहकारीलाई कसरी चाहिँ यो राजनीतिकरण गरेर चाहिँ यसलाई चाहिँ दुःख दिएको छ मान्छेलाई भन्ने कुराको त्यो नजिकबाट देखाए मान्छे म पनि हो होइन। त्यही भएर मलाई पनि थाहा छ बचतकर्ताहरू कति दुःख छ, यो यसलाई कसरी सल्भ गर्नुपर्छ, कति छिटोभन्दा छिटो सल्भ गर्नुपर्छ। जति हजुरहरूलाई आफ्नो बचत फिर्ता चाहनुहोस् भन्ने चाहिँ लागेको छ, त्यसरी नै मलाई चाहिँ कतिभन्दा छिटो तपाईँहरूको बचत फिर्ता होस् भन्ने मेरो पनि एउटा ठुलो चाहना हो मेरो। त्यही भएर म त्यसमा अडिग छु होइन। भोलिको दिनमा काम गर्दै जाँदाखेरि अब दोस्रो चरणमा ठुलो बचतकर्ताहरूलाई कसरी बचत फिर्ता गर्ने भन्ने बाटोमा छलफल भइरहेको छ, त्यसमा डिस्कसन भइरहेको छ। अस्ति अब हाम्रो उज्जवल सत्याल सर हुनुहुन्थ्यो, उज्जवल सत्याल सरले ल राष्ट्र ब्याङ्कको मोडलमा जान सकिन्छ, यसरी सहकारी गर्न सकिन्छ। ए बाबा उहाँहरूले मान्नु पनि पर्यो नि त अर्को पक्षले, त्यसैले छलफल चाहियो हो नि त। मैले चाहिँ सही नियतले गर्न खोज्छु, गर्न ट्राई गरिरहेको छु भन्दाखेरि मलाई त हजुरहरूको साथ चाहियो हो नि त यो बेलामा त होइन। तिमीले सानो बचतदार ठुलो अब मलाई प्रेसर, म अलरेडी आफैलाई भित्रबाट बोध भएर म काम गर्न थालेको छु भने मलाई प्रेसरको त जरुरत छैन नि त होइन। मैले काम गरिरहेको छु, जहाँ हुन्छ कसरी हुन्छ तपाईँहरूको बजेट फिर्ता गर्न खोजिरहेको छु। विपक्षीसँग लडेर होस्, सरकारको आलोचना भएर होस् होइन, पैसा फिर्ता दियो सरकारले राज्य कोषबाट दियो भनेर त्यो आलोचना खेप्न पनि म तयार। सदनमा 6 महिना उभिएर म तपाईँहरूको लागि त्यो कडाभन्दा कडा कानुन ल्याउन त्यो पनि म तयार। सबै कुरा तयार। एभ्री भनौँ न 90% मेरो चाहिँ मन्त्रालय सम्हालेदेखि 90% मैले काम चाहिँ सहकारीको विषयमा गरिरहेको छु। यो कुरा त मैले तपाईँहरूलाई यसमा चाहिँ मेरो अप्रिसिएट गरिदिनु पनि भने होइन क्या, मलाई वाह पनि चाहियो होइन, मलाई बस हजुरहरूको साथ चाहियो, हजुरहरूको समर्थन चाहियो क्या। त्यही भएर कतिपय कुरामा हो हजुरहरूले चाहिँ किन कुरामा चाहिँ मलाई गाइड गर्नुपर्छ भने जस्तो कहिलेकाहीँ चाहिँ कर्मचारीकै तर्फबाट पनि ल कहाँनिर खेले कि होइन
यसो यसो खेलिदियो अप्ठ्यारो भयो भनेपछि त्यो पाटोमा हजुरले मलाई आगाम है यहाँ खेल्दैछन् है किनभने म सबै ठाउँमा त पुग्न सक्दिनँ हो त्यस्तो ठाउँमा तपाईँहरू आइरहनु भएको थियो त मलाई भने अनुसारले मैले त्यो पनि गरिरहेको थिएँ त हजुरलाई कर्मचारीकै अगाडि राखेर नै उहाँहरूलाई तपाईँहरूलाई नजिक राखेर उहाँहरूलाई टाढा बनाएर मैले काम गरिरहेको छु ए बाबा यो गर्दाखेरि पनि चाहिँ यसलाई प्रेसर पुगेन अब यसलाई चिपेसरी यसरी गर्नुपर्छ भन्ने खालको मानसिकताबाट म कसरी इन्करेज हुने हजुरहरूले मेरो पाटो पनि सोचिदिनु पर्यो काम नगरेको मान्छेलाई लाग्न ठिक छ क्या काम गरेर म रात दिन लागेर सल्भ गर्न लागिरहेको छु त्यो समस्या छ थाहा छ समस्या समाधान गर्न गाह्रो छ पनि थाहा छ सबै अलिक पन्छिराखेका छन् संस्थाहरू भन्ने पनि थाहा छ तर कसरी गर्न सकिन्छ गर्ने मान्छेलाई त्यो वातावरण त बनाइदिनु पर्यो नि त मैले केही नगरे भए तपाईँहरूलाई वास्तै नगरेर गए भए समस्या होइन सहकारी समस्या होइन भनेर लागेर गए भए मलाई प्रेसराइज गर्नु ठिक हो तर जो मान्छे डे वान दिन्छ अहिलेसम्म प्रेसरमै बसेर म यसमा काम गरिरहेको छु यसलाई गर्नु भनेर त्यसमा चाहिँ कसरी जाने भनेको र मलाई साथ समर्थन चाहियो हो क्या त्यसमा त्यही भएर हजुरहरूले के बुझिदिनुहोस् भन्दा सरकारको प्राथमिकता मेरो प्राथमिकता व्यक्तिगत रूपमा चाहिँ यो सहकारीको समस्या हो जसरी हुन्छ ठुला बचतकर्ताको पनि अलिकति भए पनि पैसा फिर्ता गरौँ भन्ने कुरा मेरो छ त्यही भएर दोस्रो चरणमा हामी चाहिँ यसैमा जानुपर्छ भनेर त्यसमा होमवर्क गरिराख्यौँ त्यसमै कुशलजीहरूसँग छलफल भएर उठ्या पनि हो हामी ल मिलानको एउटा विज्ञप्ति आएको भनेपछि यो विज्ञप्ति कसरी तपाईँहरूलाई मिलानको बेलामा राखेन भने पो समस्या हो होइन तर त्यसमा पनि चाहिँ विज्ञप्ति आयो अनि हजुरहरूले चाहिँ आह्वान गर्नु मैले हेरिरहेको थिएँ पोस्टहरू हेर्दा म केही बोलेन क्या म आफ्नो हिसाबले मेरो नियत सफा छ तपाईँहरूको पैसा फिर्ता गर्नुपर्छ भन्ने मलाई थाहा छ र त्यो ठाउँमा म अहिले छु समाधान गर्ने ठाउँमा भन्ने मलाई थाहा छ त्यही भएर म क्लियर छु आफ्नो बाटोमा कसरी जाने भन्नेमा म क्लियर छु हजुरहरूको साथ समर्थन चाहियो हो होइन प्रेसर चाहियो होइन हजुरहरूको साथ समर्थन चाहियो हो त्यसरी मलाई साथ समर्थन गरिदिनुहोस् मलाई वा यसले गरी भन्ने पनि थाहा परेन कतिको सानो बचतकर्ताको बचत फिर्ता भयो त्यो पनि परेन भन्नलाई जस्ट हजुरको साथ छ उहाँ बाबु त्यस्तै हेर्नु मैले त म त मन्त्रीको पोजिसनमा भएर पो हो त मेरो त आफ्नै बच्चा पाल्न छ त्यो उहाँको दुःख मैले बुझ्छु यहाँको ठाउँमा होइन यो तपाईँहरू जति पनि उभानु आन्दोलनमा हुनुहुन्छ नि तपाईँहरूले बुझ्नुहुन्न त्यो आमाको पीडा मैले बुझ्छु किनभने मेरो बच्चा पनि अब पाल्न छ हो त्यही भएर यो सबै गर्दा मलाई तपाईँहरूको साथ सहयोग चाहियो क्या मैले तपाईँले यसले गरी भनेर भनिदिनु पर्दैन जस्ट हजुरको साथ सहयोग चाहियो समर्थन गरिदिनु पर्यो अलिकति मैले चाहिँ धैर्य किन गरिदिनु पर्यो भनेको भर्खर अहिले 3 महिना भएको छ 3 महिनामा चाहिँ म अहिले तपाईँलाई चाहिँ म भर्खर अहिले सबैका सब फिर्ता गरिदिन्छु म भन्दिनँ मैले त्यो भने मैले झुटो बोले हुन्छ तर जस्ट मलाई चाहिँ तपाईँहरूको साथ मलाई सहयोग चाहिएको त्यति मैले सहयोग गरिदिन्छु ल मैले अबको 6 महिनामा पनि गर्न सकिनँ भनेपछि म तपाईँहरूलाई नै भन्छु मैले सकिनँ 6 महिनामा पनि मैले केही रिजल्ट देखाउन सकिनँ भनेपछि चाहिँ गाह्रो भयो अब चाहिँ कसरी जाने भन्ने हुन्छ तर एटलिस्ट 6 महिना चाहिँ ठुला बचतकर्ताहरूको हकमा पनि मलाई त्यति समय त मैले डिजर्भ गर्छु जस्तो लाग्छ नि त मलाई होइन तपाईँहरूले त्यति विश्वास चाहिँ मलाई गरिदिनुहुन्छ जस्तो लाग्छ नि त तर मलाई त्यति समय दिनुहोस् तपाईँ ठुलो पनि मार्कामा हुनुहुन्छ मलाई थाहा छ त्यही भएर यसलाई चरणबद्ध रूपमा गरौँ होइन कति अदालतका फैसलाहरू पनि छन् त्यसलाई पनि मान्नुपर्ने बाध्यता अहिले स्थिति छ तपाईँहरू मान्नु पर्दैन होला भन्नु सक्नुहुन्छ तर म एउटा सरकारी उसको निकायमा बसेर प्रमुख आफ्नो चाहिँ गर्दै गर्दा संयोजक बस्दै गर्दाखेरि त्यो कुरा पनि मैले ध्यान दिनुपर्छ होइन त्यो पाटोबाट पनि हजुरले हेरिदिउँ मलाई त्यति साथ सहयोग चाहिँ तपाईँहरूको मैले अपेक्षा गरेँ मैले त्यो अपेक्षा गर्नु गलत हो भने पनि मलाई गलत हो भनिदिनुहोस् होइन मैले त्यसरी होइन तपाईँले गलत गर्दै हुनुहुन्छ भन्ने पनि मलाई त्यो भनिदिनु होला तर आजको दिनसम्म तपाईँहरूबाट आएका सल्लाह सुझावहरू लत्याएर गएर मैले नगरेको होइन कार्यविधि नै उहाँहरूले भनिसकेपछि कार्यविधि संशोधन गर्नुपर्छ तत्काल कार्यविधि संशोधन मैले गरे हो होइन त्यो परिवारको सहकारीको समस्या समाधान गर्नलाई चाहिँ अहिले तत्काल अध्यादेश ल्याएर गर्नुपर्छ भनेर त्यत्रो अध्यादेश ल्याएर समितिमा भिडेर पास गराएको मै हो होइन फर्दर पनि कसरी सहकारीमा चाहिँ यो ऐन कसरी यो विधेयक मस्यौदा गर्ने भनेर हामी छलफल गरौँ भनेर उहाँहरूलाई भनेर तपाईँहरू पनि आउनुपर्छ है भनेर भने मै हो अझै मलाई चाहिँ प्रेसर पुगेन भन्ने खालको भाष्य कसरी भयो त सरकारलाई चाहिँ यो सहकारीको समस्यामा प्रेसराइज गर्नुपर्छ अनि बल्ल सरकारले गर्छ हिजो तपाईँहरू आन्दोलन गर्नु परेर म थप यसमा के गर्न सकेँ त के गर्न सकिनँ नि म तत्काल मैले केही नै नगरे भए सायद म प्राधिकरणलाई बोलाउँथेँ यो बनाउँथेँ एउटा समिति बनाऊ एउटा गठन गरेर यो गर त्यो गर भन्थेँ होला क्या तर म नियमित रूपले काम गरिरहेको भएर थप हिजो हजुरको आन्दोलन भइसकेपछि मैले थप यसमा के एड गर्न सकेँ केही सकिनँ नि मैले नियमित रूपमा जे गरिरहेको त्यही गरेँ मैले तपाईँहरूबाट के अपेक्षा गरे हो भने मलाई त्यतिमा मलाई सहयोग गरिदिनुहोस् त्यतिमा चाहिँ मलाई चाहिँ एउटा साथ समर्थन दिनु मलाई 6 महिनाको अवधिमा चाहिँ ठुला बचतकर्ताले पनि 6 महिनाको अवधिसम्म पनि केही पनि सामान्य कुरा पनि फरक हुन सकेन भने बस्दा हेर्नु मैले भन्ने बाटो पनि हुँदैन
तर समस्या जटिल छ, संवेदनशील छ, धेरैवटा निकायसँग समन्वय गर्नुपर्ने भएको भएर त्यति चाहिँ मैले समय चाहिँ मैले 6 महिनाको समय चाहिँ मैले डिजर्भ गर्छु कि भन्ने मेरो बाटो। तर होइन तपाईँ यसरी जानुहुन्छ यसरी गर्नुहुन्छ भन्नुभयो भनेपछि मेरो त्यसमा थप जवाब केही हुँदैन। हेर्नु मैले पनि राख्ने तपाईँहरूसँग नै हो होइन। त्यही भएर मलाई चाहिँ यति हो कि काम गरिरहेछ सरकारले, तपाईँहरूले भने बमोजिम काम गरिरहेछ। कतिपय कुराहरू नमिल्न सक्छ, तपाईँहरूले पनि यसरी सल्भ गर्न सकिन्छ भन्दाखेरि एउटा निकायमा एउटा त्यसको मैले नेतृत्व गर्दै गर्दा सबै पाटो हेर्नुपर्ने भएको भएर केही कुरा तपाईँहरूले भने अनुसारै नभएको हुनसक्छ। जसरी एउटा समितिमा एकजना प्रतिनिधि राख्नुपर्छ महासङ्घको भन्नुभएको थियो, त्यो नसक्या हुन मैले होइन। तर त्यसले के फरक पार्यो त भनिदिनु पऱ्यो नि त मलाई। जस्तो मिलानको क्रममा अरू केही कुरामा निर्णय गर्दाखेरि पनि एकजना हजुरको प्रतिनिधि राखेर चाहिँ सरकारी कर्मचारीले चाहिँ निर्णय गर्नुपर्छ भन्ने खालको मागहरू त्यो नगर्न सक्नुलाई अव्यवहारिक हुनसक्छ होइन। जस्तो समस्याग्रस्तले केही निर्णय गर्दैछ भने होइन हजुरहरूलाई पहिला देखाएर अनि निर्णय गर्नुपर्छ भन्ने खालको मागहरू त्यो अलिकति अव्यवहारिक निर्णय भइसक्यो भएर मैले त्यो नगर्न सकौँला। मेरा पनि केही सीमाहरू छन्, मेरा पनि केही लिमिटेसन्सहरू छन्, समितिका पनि केही लिमिटेसन्सहरू छन्। त्यस्तो माग राख्दाखेरि पनि हजुरहरूले पनि त्यो पनि त विचार गरिदिनु पऱ्यो नि त। अनि मैले भने त्यति मात्रै हो क्या, मैले काम नगरेको यसलाई पन्छ्याएको भन्ने होइन नि त। मैले जस्ट गरिरहेको काममा हजुरहरूको साथ समर्थन चाहियो हो। मैले एउटा कुरा के पनि मलाई भित्रबाट थाहा छ भन्दा ठुलो बचतकर्ता मैले अझै बढी मारमा हुनुहुन्छ, सानो बचतकर्ताको फिर्ता आउँदै गएर ठुलोको केही पनि भएन भन्ने हो। मलाई 6 महिनाको ड्युरेसनमा मैले अबको दोस्रो चरणमा पनि केही थप नयाँ प्रोग्रेस गर्न सकिनँ भनेपछि त्यसपछि म तपाईँहरूको आउँछु अनि यो गर्न सकेन कसरी जाने भन्ने कुरा। तर एउटा भिजन एउटा रोड म्याप बनाइसकेर त्यसरी अगाडि बढेको मान्छेलाई चाहिँ हजुरहरूको साथ समर्थन चाहियो हो। भविष्यमा पनि मलाई हजुरहरूले साथ दिनुहुन्छ भन्ने मैले अपेक्षा गरेको छु होइन। तपाईँहरूलाई चाहिँ लागेर पेलेर गरे एउटा निर्णय पनि छैन। सम्पूर्णमा चाहिँ उहाँहरू आउनु भएको छ, उहाँसँग गफ गरेको छु। उहाँहरूले भेट्ने समयमा कहिले उहाँले भनेकै समयमा नभेटेको भोलि पर्सितिर कहिले हुन्छ समय मिलाएर मैले भेटेकै छु होइन। त्यही भएर एउटा त्यो अन्डरस्ट्यान्डिङ हुँदा हुँदाखेरि पनि हजुरहरू यसरी आएर मैले हजुरहरूलाई चाहिँ जवाब दिनु पऱ्यो भन्दाखेरि मलाई दुःख चाहिँ लागेको छैन।